This is what it looks like. हिजो आज चाहिँ धेरै नै एउटा याङ्गो राइडरहरूले चाहिँ एउटा स्क्याम गरिरहेको छ। म यिनीहरूको विचार मात्रै लिइरहेको थिएँ। आज म भिडियोमै भन्दैछु। यस गाइज, गुड मर्निङ वन्स अगेन। धेरै दिनपछि चाहिँ मैले आज बोलेर भिडियो बनाउँदैछु, किनकि आज बोल्नै पर्ने भएर भिडियो बनाउँदैछु। बिकज मेरो अगाडि चाहिँ यहाँनिर अहिले ट्याक्क बेलीको पार्ट छ होइन, पोक बेली भयो होइन। सो आइ एम गोइङ टु डिभाइड दिस इन्टु 3 रेगुलर, प्राइम एन्ड प्रिमियम क्वालिटी। तीनटा क्वालिटीमा चाहिँ यो मासुको पार्ट म सेग्रिगेट गर्नु गइरहेछु। कस्तो लाग्छ भिडियोलाई अन्तिमसम्म हेरेर तल कमेन्टमा प्रतिक्रिया दिनु होला है त गाइस। ओके, आज धेरैजनाको मैले जिज्ञासा मैले यसरी गरेर देखाइदिएको छु होइन। त्यसमा चाहिँ यो चाहिँ फरक अहिले भर्खरै देखिसक्नुभयो। यहाँनिर चाहिँ तपाईँको चपको यहाँनिर बोन हुन्थ्यो भने त्यो बोनलाई पनि डिबोन गऱ्यौँ, एन्ड देन यो रिप्सको पार्टको बोन सबै कुरा सेग्रिगेट गऱ्यौँ। सो नाउ दिस मेक इट्स अ प्राइम बेली। आई एम गोइङ टु कट दिस। दिस इज वाट इट लुक्स लाइक होइन। अब यही चिजमा चाहिँ तपाईँको स्किन पिलअप गरेपछि यही प्राइम हुन्छ होइन। अनि यही पार्टबाट चाहिँ सेक्सन सेपरेट गरेपछि बेकन बेली हुन्छ भने दिस लोइन पार्ट यहाँ चाहिँ एकदमै मिटी सेक्सन हुन्छ होइन। हाम्रो पोकको पार्कीहरूको लागि चाहिँ एकदमै दामी दामी मासु हामीले प्राइम कट्सहरू निकाल्दै हामीले प्राइम कस्टमरहरूलाई हामीले यो सेवा सुविधा दिइरहेछौँ। तपाईँहरूलाई यस्तै यस्तै कन्टेन्ट अनि यस्तै यस्तै क्वालिटीको मासुहरू चाहिन्छ भने चाहिँ यु मे कन्ट्याक्ट अस, यु मे कन्ट्याक्ट घरमै आयो। एन्ड गाइज, लास्ट नट द लिस्ट, हिजो आज चाहिँ धेरै नै एउटा हुन्छ नि याङ्गो राइडरहरूले चाहिँ एउटा स्क्याम गरिरहेको छ। म यिनीहरूको विचार मात्रै गरिरहेको थिएँ। आज म भिडियोमै भन्दैछु। अनलाइनमा दिनमा धेरै नै अब गर्नुहुन्छ। सो उहाँहरूलाई चाहिँ अब मैले याङ्गोको उसबाट चाहिँ मैले बुक गर्दै हुन्छु, अनि उहाँहरू जाने यहाँ आएर सामान पिक गर्ने, अनि पिक गरेर उहाँले राइड स्टार्ट गरेपछि के गर्दो रहेछ भने त्यो पिन पोइन्ट जुन हुन्छ लोकेसन पोइन्टमा नियर बाई पुग्ने, अनि म 2-3 किलोमिटर परको लोकेसन दिनुभयो भन्दै धेरैजना याङ्गो राइडरहरूले चाहिँ यो खालको एक्टिभिटिज गरिरहेको छ है। तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्नु होला ल। याङ्गो राइडरहरूले चाहिँ यस्तो कार्य नगर्नु होला अहिले, किनकि वेटिङ चार्ज चाहिँ तपाईँको एकदमै उठ्दो रहेछ। जस्तै 150 रुपियाँ उठाएको थियो हिजो, उसले त्यहाँ 10-15 मिनट त्यहाँनिर चाहिँ वेस्ट गर्दाखेरि 84 रुपिस चाहिँ एक्स्ट्रा तपाईँको त्यो वेटिङ चार्ज देखाएको थियो क्या। जस्तो मैले बुक गरेँ भने त मेरोमा सबै डिटेल आउँछ। हिजो चाहिँ मैले एकदमै गरेँ। अनि यो खालको एक्टिभिटिज गर्नुहुन्छ भने इट्स काइन्ड अफ स्क्याम हो होइन। कस्टमरहरूलाई यो खालको स्क्याम चाहिँ गर्नु हुँदैन। अब त्यो स्क्यामबाट जोगिनुको लागि चाहिँ तपाईँहरू पनि सचेत हुनुहोस्। अब तपाईँहरूले मलाई पठाउँदा करेन्ट लोकेसन हालिदिएपछि एक्ज्याक्ट तपाईँको आफ्नो जुन लोकेसन हो त्यो लोकेसनमा आइपुग्ने हो। राइडर आइपुग्छ, देन आफ्टर हि मस्ट ह्याभ टु कल यु होइन। अब कल गरेपछि म तपाईँको लोकेसन दिएको उल्टो हालिदियो के हालिदियो यो टाइपको यस्तो खालको ल्याङ्गरिङ गर्ने त्यो राइडरहरूले प्लिज यो खालको कार्य बन्द गर्नु होला। अब यो भिडियो हेर्नुहुने कतिजना राइडरहरू पनि हुनुहुन्छ भने प्लिज अब दिस इज नट गुड के। जति उठाएको छ त्यति लिनु न। त्यो तपाईँले माग्यो भन्दा त्यो कस्टमरले आफै तपाईँले एउटा काइन्ड बिहेभियर देखाएपछि 10, 20, 50, 100 रुपियाँ थपेर आफै दिनुहुन्छ क्या। यु डोन्ट ह्याभ टु आस्क फर द्याट क्या। अब यो 2 पैसा बढी कमाउने हिसाबले तपाईँहरूले यो खालको गरिदिनु भयो भने एउटा के त हामी नेपाली मान्छे ट्रस्ट बोन्डिङ त ब्रेक हुन्छ क्या। सो डोन्ट ब्रेक इट। ठिकै छ, अब यति नै आजको लागि चाहिँ होइन गाइस। थप कुराहरू आउँदो दिनहरूमा देखाउँदै जानेछु। अहिलेसम्म मलाई फलो गर्नु भएको छ भने प्लिज डु फलो होइन। यस्तै टाइपको प्राइम कट्सहरू, प्रिमियम कट्सहरू तपाईँहरूलाई चाहिन्छ भने प्लिज डु रिमेम्बर घरमै आयो, वी लभ टु डेलिभर। अब हजुरको मायाको कोसेली चाहिँ हामीले यसरी टक्क सँगालेर राखेका छौँ, झुन्डाएको छौँ। अब तपाईँहरूलाई कहिले पठाउनु पर्छ जस्ट डु कल अस होइन, जस्ट डु कल घरमै आयो। यति भन्दै अहिलेको लागि चाहिँ बिदा हुन चाहन्छु। किप लभिङ, किप सपिङ विथ घरमै आयो। दिस इज फर नाउ, सी यु नेक्स्ट भिडियो है त, बाइ बाइ।